कुराकानी नेपाल जानी। आज मलाई कस्तो लागिरहेको छ भने फिल्म छ नि हाम्रो नेपाली चलचित्र क्षेत्र सुरुवातदेखिको कुरा सुरुवात कहिलेबाट भएको तपाईँलाई थाहा छ? सुरुवात कहिलेबाट भएको चाहिँ थाहा छैन, तर पहिलो फिल्म चाहिँ नेपाली पहिलो फिल्म चाहिँ आमा हो। आमा त नेपालमै सुट गरिएको पहिलो सिनेमा जस्तो लाग्छ मलाई 2022 सालमा। त्योभन्दा अगाडि सत्य हरिश्चन्द्र भन्ने सत्य हरिश्चन्द्र 2007 सालमा। तर कस्तो भने त्यो नेपाली फिल्म हो होइन, त्यो चाहिँ इन्डियामै बनेको फिल्म, तर नेपाली भाषामा चाहिँ डब गरेर अब नेपाली भाषामा दरबारमा देखाउनको लागि चाहिँ लिएर आएको भनेर चाहिँ भनिन्छ। हो। पहिलो फिल्म सत्य हरिश्चन्द्र हो, तर त्यो नेपाली भाषामा बनेको थिएन नि त। सबै कलाकार पनि इन्डियन थिए। अनि नेपाली मान्छेहरूले चाहिँ त्यसलाई डब गरेर अथवा के गरेर ल्याएको भन्ने चाहिँ के उहाँको नाम पनि डिबी परियार कि के उहाँले चाहिँ नेपालमा त्यो फुटेजलाई चाहिँ नेपालमा लिएर आएर देखाएको दरबारमा भन्ने कुरा चाहिँ सुनिन्छ। तर पहिलो चलचित्र नेपालको चाहिँ आमा नै शिवशङ्कर मानन्दर र भुवनचन्द्र। त्यतिखेर 22 सालमा नेपाली फिल्म पनि 22 साल हुन्छ अहिले कति भयो? 82 भनेपछि 60 वर्ष ठुलै इतिहास छ नि यार। एउटा मान्छे मरिकन जन्मिकन मर्ने बेला भयो एउटा फिल्म त्यतिखेरदेखिको अहिले पनि भुवनचन्द्र हुनुहुन्छ फर्स्ट नेपाली हिरोइन है। शिवशङ्कर मानन्दर त देखिको नेपाली फिल्म अझ एकदम ऱ्यापिडली बन्न थालेको चाहिँ तुलसी घिमिरे, अझ भन्नुपर्दा डिबी परियार अनि त्यतिखेरको परालको आगो, प्रताप सुब्बाको परालको आगो होइन। परालको आगोमा हाम्रो वसुन्धरा भुसाल होइन, परालको आगो वसुन्धरा भुसाल। अर्को उहाँको नाम के हो? कलेका उहाँको नाम थाहा भएन, दिमागमा आइरहेको मलाई उनी मान्छे हो भन्ने कुरा आइरहेको छ होइन। परालको आगो अनि मनको बाँध होइन। मनको बाँध भन्ने पनि पहिलो चलचित्र हो क्या, पहिलो दोस्रो। अनि बाँच्न चाहनेहरू होइन, हिजो आज र भोलि। कुमारी भन्ने चाहिँ रङ्गीन चलचित्र, पहिलो रङ्गीन चलचित्र कुमारी। त्यतिखेर जतिसुकै नेपालमा सुटिङ भए पनि तर काम जति चाहिँ सबै इन्डियामा हो। अनि तपाईँको माइती घरको कुरा भयो, माइती घर पहिलो नेपाली प्राइभेट सेक्टरबाट बनेको चलचित्र माइती घर। तहल्का मचाइदियो माइती घर पछाडि त लगभग एकदम अपै भएर गयो क्या नेपाली फिल्म इन्डस्ट्री नै त्यतिखेर होइन। सिपिलो पनि, माला सिन्हा, इभन तपाईँको सुनिल दत्तले आएर खेलेको फिल्म केमी त्यतिखेर। पछिल्लो समय आइपुग्दाखेरि चाहिँ अब जीवन रेखा शिवश्रेष्ठको फर्स्ट फिल्म। जीवन रेखा धेरै पछि होइन, जीवन रेखा 40को दशकतिर जस्तो लाग्छ मलाई। 40को कि त्यही 35देखि 40सम्मको। त्यस पछाडि त्यो खेलिसके पछाडि चाहिँ पाकिस्तानमा सिनेमा बन्न थाल्यो। पाकिस्तानमा गएर चाहिँ शिवश्रेष्ठले खेल्न थाल्नु। पाकिस्तानको फिल्महरू पनि नेपालमा सुटिङ हुँदैछ। अनि पाकिस्तानमा त शिवश्रेष्ठ त खतरा हो नि। नेपालमा जति हाइप छैन त्यति हाइप पाकिस्तानमा छ क्या शिवश्रेष्ठ, सुपरस्टार। त्यो बेला फिल्म पाकिस्तानी फिल्म इन्डस्ट्रीलाई पनि माथि लगायो। नेपालमै सुटिङ हुने रहेछ फेरि कति के फुटेजहरू हेर्दाखेरि पनि नेपालमै रानी पोखरीमै मेरो मलाई फर्काइदे बाबु ज्यान जोगाउनु छ भन्ने गीतहरू छ। त्यो चाहिँ फेरि नेपालीमै डब गरेर पनि नेपालमा पनि देखाइदिएको रहेछ क्या। पाकिस्तानी फिल्म पनि नेपालमा डब गरेर नेपाली जसरी शिवश्रेष्ठ नि त त्यतिखेरको क्रेज। अनि जुस त्यसरी नै माथि बढ्दै गयो नेपाली सिनेमा। तुलसी घिमिरेले लाउरे बनाउनु भयो त्यही त्यतिखेर त नारायण गोपाल पनि जिउँदै हुनुहुन्थ्यो। किन हुनु नि नारायण गोपालले गाएको लाउरे फिल्मको गीत अधिकांश गीतहरू सबै नारायण गोपालको वीरताको चिनो। अनि त्यसपछि एउटा छ नि यो त उदित नारायण झा, पहाडको माथि उदित नारायण झा, पहाडको माथि नि उदित नारायण झा र पहाडको आशा भोसले। अनि त्यस पछाडि गएर
वीरताको चिन्ह वीरताको चिन्ह चाहिँ नारायण गोपालले नारायण गोपालको त्यहाँ चाहिँ लाउरी फिल्म चाहिँ खासमा इन्डियन फिल्मै भन्नाले नेपाली त्यो दार्जिलिङ सिक्किमतिर सुटिङ भयो नि त तर लास्टमा आउँदाखेरि त्यो लाउरी चाहिँ हिन्दी इन्डियन राष्ट्रिय गान गाउँछ क्या लास्टमा क्या त्यो आधारमा नेपाली भाषी हिन्दी फिल्म अनि यस्तो भन्न मिल्यो नि त तुलसी घिमिरेहरू पनि नेपाली भाषी इन्डियन हो नि त उनीहरू त्यो कारणले गर्दाखेरि उतै बनाउनु भयो उतै बनाए पछाडि अब त्यो फेरि भाषा भनेको कस्तो चिज रहेछ भने त्यति माया लाग्छ कि आफ्नै फिल्म हो नि त त्यो भाषाले गर्दा माया पलाएको हो नि त अब अधिकांश निरुता सिंहदेखि लिएर उत्तम प्रधानदेखि लिएर तृप्ति नाटकरदेखि लिएर तुलसी घिमिरेको परिवारै दार्जिलिङबाटै आउनु दुई थोपा आँसुमा तुलसी घिमिरेको पछि चाहिँ उहाँ यता हो तुलसी घिमिरेको दुई थोपा आँसु उहाँको पहिलो फिल्म चाहिँ बाँसुरी अनि त्यस पछाडि उहाँको त्यो मेरे साँझमा सिमसिमे पानी साथै रङ्ग इन्द्रेणी रानी सजाइदेऊ मेरो जुबान मायाले त्यो यहाँनिर एउटा कस्तो छ अरे नि मिरमिरे बिहान हुन्छ क्या तर त्यहाँनिर मिरमिरे साँझमा सिमसिमे पानी त्यो राइमिङ मिलाउँदाखेरि त्यो गीतै यति कालजयी भइदियो होइन अहिले पनि मान्छेले त्यत्तिकै सुन्छन् तर पनि त्यहाँनिर त्यो टेक्निकल मिस्टेक क्या गोधुली साँझ हुन्छ होइन मिरमिरे चाहिँ बिहान हुन्छ अरे कि खासमा अर्को गीत छ नि मिरमिरेमा तिमीलाई देख्न मन लाग्छ भन्ने एउटा गीत छ नि उसको त्यो कस्तो हो तर हुन्छ नाम बिर्से मलाई दिमागमा आइरहेको छ होइन तर यही मान्छे तर भएन नेपाली फिल्म तुलसी घिमिरेले चाहिँ एक अपसम्म लिएर चाहिँ जानुभएको कि नेपाली बानी पारिदिनु भएको क्या फर्स्टमा जुन कुसुमे रुमाल रजत जयन्ती मनायो होइन त्यो सँगसँगै तपाईँको अर्को के अरे चिनोइ भयो सबै फिल्महरू चाहिँ फेरि त्यो कस्तो कुसुमे रुमालको कुरा गर्दाखेरि कस्तो मजाको त्यो भुवन केसीको क्यारेक्टर छ कि भुवन केसीको क्यारेक्टरले माया मात्रै गर्छ कि त्यो तृप्तिको क्यारेक्टरलाई कसैलाई थाहा पनि हुँदैन कि त्यही त्यो विश्व हिङमन थापा चम्केको क्यारेक्टर गर्ने लाटा हेर्दा त काटीकुटी देवानन्दै छस् नि भनेर भनिदिए पछाडि मन पराउँछ तँलाई त छोडिदिनु पर्छ त्यति कुराले गर्दाखेरि त्यो फिल्मभरि त्यो क्यारेक्टर हिँड्छ कि म केटीलाई थाहा हुन्छ कि त्यसले मलाई मन पराउँछ भने अरू कसैलाई थाहा हुँदैन उसलाई मात्रै थाहा हुन्छ र उसको साथीलाई मात्रै थाहा हुन्छ उदित नारायण दासँगै लभ हुन्छ कलेजमा अनि कस्तो क्यारेक्टर त्यतिखेरको क्यारेक्टर कस्तो भने माया बोकेको क्यारेक्टर भित्र माया बोकेको छ होइन तर उसले इजहार पनि गरेको छैन कसैलाई थाहा पनि छैन त्यो लास्टमा मरेर जान्छ त्यसको माया आफैसँगै मरेर जान्छ उसकै लागि क्या हिरोइनलाई थाहा पनि हुँदैन कस्तो घरमा लागेर क्यारेक्टर निर्माण गरे त्यस्तै क्यारेक्टर अर्को फिल्ममा पनि छ देउतामा राजेश खन्नाको क्यारेक्टरले हिरोइनलाई मन पराउँछ ऊ भ्रम पर्छ एस प्लस एस शङ्कर प्लस सिर्जना भन्ने हुन्छ होइन अर्को हिरोको नाम फेरि सोनाम हुन्छ अनि सोनामलाई मन पराउँछ उसले चाहिँ मलाई मन पराइछ भन्ने सोचिरहेको हुन्छ क्या अन्तिममा पनि त्यो मर्छ क्या उसलाई बाहेक फेरि कसैलाई थाहा हुँदैन फुपूलाई चाहिँ थाहा हुन्छ त्यो सोनामलाई र उसलाई बचाउनकै लागि त उसले ध्यान दिन्छ अनि त्यही कुसुमे रुमालको त्यो पुरानो शैली र देउताको नयाँ शैली लाग्छ तर कथा फरक छ होइन तर प्याटर्न फेरि त्यो क्यारेक्टरको एउटै बोकेको छ क्या कस्तो मजाले गर्न सक्यो क्या त्यो काम सपना फिल्म पनि त्यस्तै सपना चाहिँ शम्भु प्रधानको फिल्म हो सपना शम्भु प्रधानको फिल्म सम्झना शम्भु प्रधानको फिल्म होइन पछिल्लो समयसम्म आइपुग्दाखेरि उहाँले बैजनी रङ बनाउनु भएको थियो सपना भन्ने फिल्म लिटरल्ली नै त्यो क्यारेक्टरले सपना देखे जस्तो बनाइदिएको त्यही त भुवन केसीले निर्माण गरेको पहिलो फिल्म हो त्यो सपना तर सपना जस्तै लाग्छ त्यो फिल्म मैले त्यस्तै फिल्म हिन्दी फिल्म पनि हेरेको छु कुन फिल्म मलाई याद भएन होइन तर त्यस्तै कथामा बनेको तर त्यो इन्सपायर होला अथवा चोरेको होला के होला होइन मन पराइदियो क्या मान्छे होइन उत्तिकै मन पराइदियो इस्क जतिको मन परायो त्यतिकै धड्कन पनि मन परायो नेपाली अडियन्स अनि त्यस पछाडि गएर तपाईँको अर्को फिल्म एउटा फिल्म चाहिँ म तपाईँको शनिबार दिउँसो 2 बजे फिल्म दिन्थेँ नि हिन्दी फिल्म दिन्थेँ अनि मैले शनिबार दिउँसो 2 बजे हिन्दी फिल्म दिँदाखेरि हेरेँ होइन हेरेको छु यो फिल्म त मैले हेरिसकेको छु अनि यो फिल्म त मैले हेरिसकेको छु ल यस्तै छ प्लट भनेर चोर भन्ने फिल्म रहेछ त्यो अनाडी फिल्म हेरेको रहेछु मैले
फुलो सा चेहरा तेरा भन्ने फिल्म दिइरहेको रहेछ हिन्दी फिल्म अनि मैले हलमा चोर भन्ने नेपाली फिल्म फुला के रानी तिमी माया की खानी भन्छ नि राइसँग विवन थापा ठ्याक्कै त्यही हुबाउ छ दिपक राजगिरीको फर्स्ट फिल्म हो कमेडी गरे कमेडीबाट अनि उस्तै छ पर्छ जोनी लिभरको रोल नानी त्रिपाठीले गरे अनि अर्को रोल कमेडीको रोल चाहिँ दिपक राजगिरीले गरे उस्तै ठ्याक्कै छक्कै पटे सुनको अन्डा खोज्ने हुन्छ खुटाल्ने त्यति क्लिप चाहिँ हेरेको थिएँ मैले अनि मैले पछि एउटा पत्रिकामा देखेँ होइन सानो उसमा लेखेको थिएँ सायद त्यो फिल्मी पत्रिका जस्तो लाग्छ मलाई अनाडीको फोटोकपी चोर भनेर लेखेको थिएँ होइन अब त्यतिखेर चोर चाहिँ मैले पहिला हेरेको छु कि त्यो चाहिँ चिरञ्जीवी बस्नेतको फिल्म अब त्यो मजा लाग्थ्यो मजा अब अनि त्यो इन्डियाबाट इन्सपायर मात्रै होइन इन्डियाबाट कथा पनि लिएर फिल्महरू अब जम्मै टेक्निकली पनि त इन्डियामै चाहिँ भन्थ्यो सबै गीतहरूदेखि लिएर सबै इन्डियामा रेकर्ड हुने हो नि इन्डियामै चाहिँ अनि अधिकांश इन्डियन सिङ्गरहरूले किन गाए नेपाली गीत भन्दाखेरिमा सबै मुम्बईमा रेकर्ड हुने हो होइन मुम्बई कलकत्ता लगायत जति पनि भनौँ न इन्डियामै रेकर्ड हुने हो अब यहाँबाट कलाकार लिएर गइरहनु भन्दा त्यहाँबाट गायक बस्यो बोलायो रेकर्ड गरायो होइन कुमार सानुको अधिकांश नेपाली गीतहरू छ धेरै छ पहिलाका गीतहरू होइन आशा भोसलेको भयो होइन साधना सरगम भयो सञ्जीवनी भयो यिनीहरू सबै इन्डियन कलाकार हो नि त गायक गायिका त इभन हाम्रो लता मङ्गेशकरले आशा सबैलाई त्यो के अरे साइनो फिल्म हेर्नु साइनो कस्तो साइनोलाई बाँधिल्यायो भन मेरो सानो डेनी डेन्जन भनकेसी सानो फुच्चेवाला होइन मैले त्यो फिल्म यस्तो अर्ग्यानिक लाग्यो कि मलाई होइन यस्तो युनिक फिल्म क्या त्यतिखेर मोडर्न टाइपको इन्डिया पनि देखाएको छ इन्डियामा काम गर्ने हुन्छ भनेपछि इन्डियाको त्यो जनजीवनले मोनोटोनस भएर पहाडमा आउँछ पहाडमा आउँछ पहाडमा आएपछि त्यसको एकजना केटीसँग फिल्म हेर्न जाँदाखेरि लक पर्छ अनि उनीहरूको सम्बन्ध हुँदाखेरि डेनी एउटा त्यसको बुढोले थाहा पाउँछ डेनी हुन्छ अनि भनकेसीलाई लखड्दै जाँदाखेरि भनकेसी गाडीबाट फसेर मर्छ अनि त्यसकै हत्याको आरोपमा गाउँमा लुक्न जान्छ कि उसकै घर पुग्छ कि भनकेसीकै घर पुग्छ अनि त्यहाँनिर त साइनोको सम्बन्ध बितेरी त्यो उ गर्ने क्रममा टाउको ठोकिन्छ टाउको ठोकिन्छ गीत लाउनु त्यहाँबाट गीत सुरु हुन्छ त्यो हिन्दीमा पनि छ नि गीत हेर्छ तपाईँले त्यसको होला हिन्दीमा पनि त्यसको डकुमेन्ट हेर्छ गीत चाहिँ युट्युबमै भेटिन्छ यस्तै एउटा फिल्म हेरेको थिएँ क्या निखिलोप्रतिको हिन्दी फिल्मकै कपी हो होइन निखिलोप्रति अर्को को हुन्छ ऊ पनि गाडीमा उनीहरूसँग त्यस्तै के डिस्कस परेर होइन निखिलोप्रति के गुन्डा सुन्दा के हुन्छ बस्नमा भाया हुन्छ होइन मिथिला शर्मा आमा हुन्छ आँखा तपाईँको फर्स्ट एक्सपिरियन्स भन्ने म बङ्गाल गाएँ हेर्नु होइन बङ्गाल पनि गाए पनि त्यसरी होइन फिल्म हेर्नु भनेर गाएँ होइन कि म सानैमा मलाई याद छ मम्मीले पनि फिल्म मन पराउने होइन हेर्न मन पराउने बोराटार बस्ने हामी बालाजीमाथि बोराटार अनि त्यहाँबाट हिँड्दै आयो 22 धारातिर घुम्दै हिँड्दै आयो त्यहाँ फिल्म हलदेखि होइन मान्छे पोस्टर छ होइन के चाहिँ हो त यस्तै हो थाहा छैन कि मलाई फिल्म हल भन्ने थाहा थिएन त्यतिखेर अनि गीत बजिरहेको थियो मलाई याद छ कैली करायो 16 वर्षे जो बनले होसै हरायो भन्ने 16 वर्ष जो फिल्म रहेछ पछि थाहा भयो मलाई होइन अनि रमेश सुप्रेती विपना थापा जल्सा हो जो भए पनि ल त्यो देखेँ पोस्टर देखेँ होइन प्रधानको छोरी खेलेको अनि पोस्टर देखियो होइन पोस्टरमा त अरू पनि हुन्छ नि त त्यो मात्र हुँदैन नि त अनि यसो हेरेर भित्र चाहिँ कस्तो हुन्छ त्यो हेर्न मन लाग्यो मलाई म पनि जानु पऱ्यो भने मम्मीले पनि त्यहाँ गएर भन्नुभयो काउन्टर फिल्म चलिसकेको थियो होइन टिकट सिकट बन्द भइसकेको थियो क्या सुरु भइसकेको थियो अनि गएर भन्नुभएको छ बच्चालाई देखाउनु पऱ्यो भनेर तपाईँले गएर एकछिन देखाइदिएर ल्याउनु न भनेर भन्नुभएको छ होइन मम्मीले भन्नुभयो कि पछि होइन तपाईँ आफै लिएर जानु कहाँ हामी यहाँ बस्ने यहाँभित्र त कहाँ लिएर जानु तपाईँ गएर देखाएर ल्याउनु ल आइहाल्नु है त 5 मिनटमा भने गएर फिल्म हेरेर सिद्धार्थ मात्रै आएको होइन फर्स्ट फिल्म हेरे भने चाहिँ कुन त्यही 16 वर्ष जो हुन् त्यही गीत बाहिर बजिरहेको थियो त्यो गीत बज्दाखेरि म पुगेको थिएँ क्या त्यो फिल्म हलभित्र सिरिएको थिएँ क्या त्यो गीत फिल्म सुरु भइसकेको थियो फिल्म सुरु भइसकेर होइन टिकट काटेर गएँ होइन क्या म चाहिँ जिद्दी गरेर मम्मीलाई अब त्यो टिकट सिकट बन्द भयो सोधेमा पनि टिकट सिकट बन्द भयो मिल्दैन भनेर भनेछ मम्मीले भन्नुभएपछि होइन त्यतिखेर मलाई थाहा छैन के भयो त्यहाँको सिनारियो के थियो भन्ने कुरो चाहिँ अनि
ल एकपल्ट यसो देखाइदिएर ल्याउनु नि त छोराले साह्रै जिद्दी गर भनेर मम्मीले त्यहाँ अनुरोध गरे उसलाई म कहाँ जानु यहाँ काउन्टरमा बस्नुपर्छ यताउता हुन्छ भनेर मम्मीले नै सुत्त पठाइदिए कि दुईटाले बोकेर पठायो दुइटैलाई पठाइदिए तर आइहाल्नु है 2 मिनट आइहाल्नु भनेर पठाएको काखमै बसेर हेर्नु अब खोइ कसरी बसेर हेर्ने मलाई त याद छैन मलाई उभिएर हेरेँ अथवा के तपाईँको एउटै कुरा मेरो पनि फर्स्ट एक्सपिरियन्स अन्नपूर्ण चलचित्र मन्दिरमा चाहिँ हेरेको मलाई यति मात्रै याद छ होइन पुरै हाउसफुल छ म बाल्कुनीमा छु बाल्कुनी पनि प्याक छ आमा उभिराख्नु भएको छ दिदी मुढामा बसी छ म आमाको काखमा छु जे मान्छे छन् त्यहाँ अनि उता फिल्म चलिरहेछ त्यहाँनिर चाहिँ के देखिरहेछ भने एउटा मान्छेले यत्रो बाँसले राजी समानलाई चाहिँ हिर्काइरहेछ ट्याङ्ग हिर्काउँछ होइन झुप्लोङ्ग पानीमा जान्छ राइसमा फेरि स्वाट माथि आउँछ स्लो मोसनमा फेरि यता हान्छ झुप्लोङ्ग पानीमा जान्छ फेरि स्वाङ के हो यो अर्कै चिज के कहाँ यो त मर्स्याङ्गी हो भन्ने लाग्यो क्या हाम्रो खोला नि त त्यो मर्स्याङ्गीमा फाइट हानिरहेको छ त्यो त मलाई के लाग्यो नि त मर्स्याङ्गीतिरै हो जस्तो लाग्यो त्यो पढ्दा के अनि त्यस पछाडि त्यहाँनिर अनि आमा दौडिँदै आउनुहुन्छ अनि बाबु भनेर छेके पछाडि त्यो हिर्काउने गुन्डा जान्छ अनि त्यस पछाडि देख्नुभयो आमा मैले हात उठाइनँ भन्छ नि राइस होइन उसले हातमा उठाउने कसम खायो हुने रहेछ नि त्यतिखेर अनि त्यस पछाडि यहाँ चाहिँ अनि आमा चाहिँ अब छोडिदियो बाबु अब चाहिँ तैँले हात उठा अब अन्याय र अत्याचारको लागि तैँले हात उठा भनेपछि त्यहाँबाट यस्तो उठेर त्यहाँ चट्याङ पर्छ क्या त्यो हात छुट्टी हुने रहेछ होइन फिल्मै चट्याङ त होइन फिल्मै चट्याङ रहेछ चट्याङ भन्ने फिल्म चाहिँ मैले चाहिँ सिडीमा हेरेँ चट्याङ धिरेन साके पनि भएको कुन थियो चट्टान कि चट्टान होइन त्यो त धेरै पछाडि हो अनि चट्याङ दिनेश शर्माको फर्स्ट फिल्म अनि यति सुनियो त्यो चट्याङ के अरे चट्याङ फिल्मको गीत तिमी बिना मेरो जीवन दिनेश शर्मा हिरो होइन त त्यो रूपा राणा यो गीत चाहिँ पुरो भन्दै हिँड्न मजा आउने क्या त्यो होइन त्यो गीतको प्याटर्नै अर्कै लाग्यो नि अनि यो फुल जस्तो त्यो मन भएको तिमा हुन्थ्यो त्यो गीत पनि त्यहाँ राइसमाललाई मैले त्यहाँनिर त्यो लकेट आउँथ्यो क्या त्यो आईवाला लकेट त्यो टल्काउँछ क्या त्यो फिल्म पछि हेरे पछाडि थाहा भएको क्या त्यो हिर्काउने मान्छे रमेश बुढाथोकी रहेछ होइन त्यो आमाको रोल सुभद्रा अधिकारी म त्यो हेर्दाखेरि पानी झम परिरहेको थियो हामीले 6-9को सो हेरेँ नि बेलुका अनि बेलुका यति आनन्द लाएर आमाको बुई चढेरै म घरमा फर्केँ कि म काखमा बसेर हेरिरहेको थिएँ होइन अनि आमाको बुई चढेरै म घरमा आएँ त्यस पछाडि खै थाहा छैन होइन मलाई त्यो फिल्मको त्यहीँदेखि मलाई रस लाग्यो त्यस पछाडि मैले फिल्म हेर्ने सिस्टम चाहिँ मेरो चाहिँ स्कुल जाँदाखेरि आइतबार सोमबार मङ्गलबार बुधबार बिहिबार 2 रुपियाँ पाइन्थ्यो कि खाजा खानुपर्छ शुक्रबार चाहिँ पाइँदैन थियो किनभने हात छुट्टी हुन्छ घरै आएर खा भन्ने हुन्थ्यो अनि 2, 4, 6, 8, 10 रुपियाँ बचाएपछि प्रथमको चाहिँ सिट पाइन्थ्यो क्या टिकट पाइन्थ्यो क्या 10 रुपियाँमा 10 रुपियाँ 15 रुपियाँ 20 रुपियाँ थियो क्या स्पेसलको 15 5 रुपियाँ बढी थियो क्या 10 रुपियाँ भएपछि त भइहाल्यो अनि त्यस पछाडि त्यसरी नै फिल्म हेर्थेँ पढाइ गर्छम्म मैले फिल्म हेरेँ क्या त्यो रमेश उप्रेतीको फर्स्ट फिल्मसम्म अनि त्यसरी नै फेरि जम्मा गरेर अनि त्यस पछाडि ल भनेर शनिबार 10 रुपियाँ हातमा दौडेर फिल्म हेरेर गएको शङ्कर भन्ने फिल्म लागेको थियो राइसमा टिकट दिनु नि त मलाई भनेको त 12 रुपियाँ भयो भनेर लगाइदियो यो फिल्मबाट 12 रुपियाँ भयो अरे अब 2 रुपियाँ पढेर अब कहाँबाट लिउँ 2 रुपियाँ अब टेन्सन भयो होइन रिस उठ्यो फिल्म हेर्दिनँ म अनि फर्केँ अनि त्यस पछाडि 5 रुपियाँमा एउटा मौसम आउँथ्यो अनि 2टा मौसम किनेँ 10 रुपियाँको त्यो मौसम किनेर लिएर गएर खोला गएर पौडी खेलेर मौसम खाएर अनि म फर्केँ एक्लै जाने नि पौडी खेल्नु अब जाँदाखेरि त्यहाँ खेलिरहेको नै खोला मजुवा खोला भन्ने त्यहाँ मर्स्याङदेखि तल यसरी बगेको सहायक खोला अनि त्यहाँ गएर खेलेपछि त्यहाँ साथीहरू भेट भइरहन्थे कहिले एक्लै भइन्थ्यो कहिले साथीहरू हुन्थे चिनेका साथीहरू पनि आउँथे नचिनेका पनि आउँथे अनि त्यहाँ गएर पौडी खेलेर अनि म घर फर्काएको थिएँ क्या अहिलेसम्म मैले शङ्कर भन्ने फिल्म हेरेको थिएँ युट्युबमा छ होइन त्यो रिसले होइन खै के भयो अलिअलि हेरेको थिएँ मैले त्यो गीतहरू चाहिँ खुल्यो बाटो खुल्यो त्यो गीतहरू त थाहा छ तर अहिलेसम्म त्यो हेरेको थिएँ त्यो हिट हो क्या दामी फिल्म हो क्या त्यो शङ्कर सुपर हिट फिल्म हो नि सुपर हिट हो क्या राजेशमालको सँग अब त्यो त्यतिखेर होइन अब स्क्रिन भनेको हलमा मात्रै हेर्न पाउँथ्यौँ
कोही कोही मान्छेको भएर ब्ल्याक एन्ड व्हाइट टेलिभिजन हुन्थ्यो त्यो स्क्रिनको महत्त्व नै छुट्टै थियो त्यही भएर मान्छेहरू त्यतिखेर चाहिँ हलमा गएर फिल्म हेर्ने कल्चर थियो भिड थियो अब अहिले डिजिटल आयो डिजिटल आइसके पछाडि त्यस पछाडि कलर टिभी आयो सबैको घर घरमा कलर टिभी आयो कलर टिभी आए पछाडि मान्छेहरूले डिस जोड्न थाल्यो हिन्दी फिल्म नि हेर्न थाल्यो कार्टुन हेर्न थाल्यो त्यो साकालाको बुम बुम हेर्न थाल्यो कार्टुन हेर्न थाल्यो मुमिन हेर्न थाल्यो होइन अहिले त मोटु पत्लुसम्म कार्टुन हेर्न थाल्यो सोनपरी विकराल और गबराल अनि त्यस पछाडि चाहिँ फिल्ममा जाने सिस्टम अलिकति कम हुन थाल्यो होइन कम हुन थाल्यो टिभीतिर आएको मान्छे सबै अब हिन्दी फिल्म पनि टिभीमै आउन थाल्यो स्क्रिन घरमै भए पछाडि त प्यास मेटियो नि त घरमा इभन नेपाली फिल्म पनि त शनिबार कि शुक्रबार आउँथ्यो नि त शुक्रबार बेलुका मिडिया हबबाट आउँथ्यो शनिबार दिउँसो चाहिँ हिन्दी फिल्म आउँथ्यो त्यहाँनिर मुकद्दर का सिकन्दर मैले त्यही हेरेँ अब मैले एउटा टेलिभिजनमा हेर्दै गर्दाखेरि लाउरे र देउराली भन्ने फिल्म चाहिँ टिभीमा हेरेँ सहारी यो एउटा गीत छ नि के अरे हिउँ खोलाको पानी साह्रै बैमानी भन्ने गीत कुन देउरालीको गीत मलाई यो पानी कस्तो बैमानी भन्ने पूजा चन्दको गीत चाहिँ त्यो चाहिँ देउरालीको हो त्यसमा त्यही होइन हिरोले फोटो खिचिरहेको हो होइन यो पानीमा नुहाइरहेको हुन्छ त्यो चाहिँ यो पानी कस्तो बैमानी भन्ने गीत हो त्यो देउरालीको धीरेन साक्य र लोकेन्द्र कार्कीको अनि हेलिकप्टर भएको त मलाई याद छैन होइन जो जे होस् होइन हिरो हिरोइन भाग्छन् क्या होइन किरण केसी जस्तो लाग्छ मलाई किरण केसीले सपोर्ट गर्छ क्या उसलाई मुकुन्द श्रेष्ठ भिलेन अनि दिनेश डिसी खुकुरी लिएर जहिले जरा गाडिदिन्छु भन्दै क्या त्यो ठेगो जरा गाडिदिन्छु हुन्छ लास्टमा चाहिँ खुकुरीले उसलाई हिरोले हानिदिन्छ होइन जरा गढ्यो मर्दै त्यो उखान टुक्काको नि पालो उस्तै थियो मुकुन्द श्रेष्ठले हिट बनायो क्या त्यो चाहिँ मान्छे चिन्नु खसी किन्नु आज यसलाई मान्छे पनि चिनाइदे खसी पनि किनाइदे अनि उसले कुटाइ खाएपछि चाहिँ आज मान्छे पनि चिनियो खसी पनि किनियो भन्थ्यो क्या प्रतिक्रिया त्यो उखान टुक्काको जमाना पनि थियो होइन त्यतिखेर कस्तो मजाले अर्कै थियो नि त त्यतिखेर इभन उखान टुक्काको त अहिले पनि छ होइन जस्तै अब अहिले बुद्धि तामाङ दाइको हैटी छ अब राता मकै भयो तपाईँकै छ त सही हो सही हो भन्ने होस्टेल रिटर्न्सबाट सही हो भन्ने त्यहाँ यङस्टरमा थियो नि अध्यायमा मलाई बाल भन्ने राखेको थियो जस्तो सिस्टम अनि झिकेदाउमा रचन भगवान् त रचन भन्ने राखेको क्या त्यो एउटा थिएको मैले पनि त्यो मलाई पनि दिने क्या त्यो कमेडी गर्छ यसले भनेर त्यो फिल्ममा कमेडीमा चाहिँ थिएको राख्दाखेरि राम्रो हुन्छ भनेर त्यो डिरेक्टरकै कन्सेप्ट हुने क्या अनि त्यो अहिले पनि छ अब डिजिटल्ली अहिले आउँदाखेरि चाहिँ नेपाली फिल्म कस्तो भयो जस्तो लाग्छ तपाईँलाई लोकल कथाहरू आइरहेछन् जारी कबड्डी होइन अब जस्तो यस्तै फिल्महरू छन् नि त कथामा बनेको जस्तो सामला भयो होइन कथाहरू राम्रा कथा भएको एउटा लोकल कथा भएका फिल्महरू त छन् तर प्रेजेन्टेसन राम्रो छैन क्या अहिलेको मलाई चाहिँ त्यस्तो लाग्छ जतिको मजा हो अब होइन राजेश हमालकै कुरा गरौँ न राजेश हमाल हलमा आउँदाखेरि त्यो माहौलै अर्कै हुन्छ क्या सिटी हामी अहिले त्यो माहौल चाहिँ छैन त्यो त्यतिखेरको माहौलै त्यस्तै थियो राजमाललाई त देख्न स्क्रिनमा मात्रै पाइन्थ्यो नि त अनि यस्तो पनि अन्त कहाँ हेर्न पाइँदैन थियो के लाग्छ भन्दाखेरि अहिले हामीले विश्वभरका फिल्म हेर्यौँ क्या होइन विश्वभरको फिल्म हामी मोबाइलमा हेर्छौँ होइन अनि तुलना गर्छौँ नि त हलिउडको फिल्म मार्वलको फिल्महरू हेरिरहेको छौँ हामी अनि नेपाली फिल्म हेरेर अनि त्यही एक्सन खोजेर हुन्छ त अनि हाम्रो मेन्टालिटी पनि त्यही नै खोजिरह्यो क्या यस्तो हुनुपर्ने चाहिँ फिल्म भन्ने भयो अहिले फिल्म हेर्ने अहिले चाहिँ मान्छेले फिल्म हेर्छन् नहेर्ने मोबाइलमै हेर्छन् अहिले भेडीगोठमा भेडा चढाउने केटाले पनि डाउनलोड गरेर लिएर गएर साउथ इन्डियन फिल्म हेर्छ हिन्दी फिल्म हेर्छ इङ्ग्लिस फिल्म हिन्दी डबमै हेर्छ इङ्ग्लिस फिल्म नै हेर्छ होइन नेपाली फिल्मको क्रेज चाहिँ नेपाली फिल्म किन हेर्नुको कारण माया गरिदिनुहोस् भनेर त भएन साँच्चीकै राम्रै बन्नुपर्छ नि त नेपाली फिल्म राम्रा फिल्महरू चलाए पनि छन् त्यो नचल्या होइन तर कस्तो माहौल छ भने राम्रा भनिएका चलचित्र पनि नचलेका किस्साहरू छन् क्या होइन त्यो चाहिँ खै के हो अडियन्स त मलाई अचम्मको लाग्छ नेपाली अडियन्स राम्रो फिल्म चल्दैन होइन नराम्रो फिल्ममा मान्छेहरू हामफालेर गइदिरहेको हुन्छ कथा ठिकठाकै एक्सन छ होइन एक्सन छ कथा त पुरानै छ नि त केही पनि छैन नि कथा त किन रिलेट गर्यो त त्यो मान्छेले भनेपछि त्यस्तो खालको सिनेमा हामीले पहिला हेरेका थियौँ फेरि अहिले आयो त्यो टेस्टले हेर्न गएको हो क्या मान्छे त्यही ठाउँमा पूर्णबहादुरको सारङ्गी हेरौँ नि है पूर्णबहादुरको सारङ्गी अहिलेसम्मको सुपर
डुप्पर हिट फिल्म हो नि त होइन ब्लकबस्टर अल टाइम ब्लकबस्टर हो अब इतिहासमा त्यतिसम्म कमाउँदैन होला क्या नेपाली फिल्मले जहाँसम्म रहेछ आउला अरू हतपत्त आउँदैन क्या त्यो क्रेज छैन नि त तर त्यसमा न केही छ कथावस्तु एउटा सामान्य गाउँको कथा छ होइन नर्मल्ली हेर्ने भने त सामान्य कथा हो नि त त्यो त केही छैन न एक्सन छ होइन एउटा इमोसन मात्र छ नि त मान्छेले कथा पुरानै मात्र खोजिरहेछन् भन्ने चाहिँ होइन अनि मान्छे अहिले कस्तो पनि अडियन्स भनौँ न जनतै हुन् होइन अडियन्स भनौँ नि जनतै हुन् जनताले जे चुज गर्यो नि त्यही हिट हो ट्रेन्ड होइन जनताले ओके यसलाई ओके भन्यो भने त्यही हिटको मापा नै त्यही हो जनता जिन्दाबाद जेमा पनि जनता जिन्दाबाद हो क्या त्यही हो क्या अहिलेसम्मको इतिहासमा दयाङ राईको क्यारेक्टर भनौँ न पहिला मङ्गोलियन हिरोहरू त्यति कम हुन्थ्यो नि त अहिले उनीहरूले आफ्नो हिरो पाए क्या मङ्गोलियन कल्चर मङ्गोलियन हिरो नै देख्न पाइँदैन थियो नि त धेरै थोरै थियो नि त एउटा को थियो मङ्गोलियन हिरो एउटा इन्द्र गुरुङ भन्ने इन्द्र धनुष भन्ने फिल्ममा भएको मिलन लामा एउटा मेचे सुभाष मेचे भन्ने थियो सुभाष मेचे पछि होइन जेस हुन त हुनुहुन्छ तर दया यो उसको रहरको हिरोको मङ्गोलियन हिरो गजमेर जस्तो लाग्छ मलाई रञ्जित गजमेरले त गा हो गीत होइन ऊ पनि गजमेरै जस्तो लाग्छ मलाई हो ए होइन इन्द्रजित मिजार होइन इन्द्रजित मिजारले चाहिँ गा हो गा हो तर टुङ्गनाको धुनमा भन्ने इन्द्रजित मिजारले गा हो के हो क्या उसको नाम के मिजार हो क्या उसको नि मिजु र रहरको अब द्वन्द्वभन्दा 58 सालसम्म यति फिल्म चल्थ्यो होइन दर्पण छाया जिन्दा गानी दिल ब्रामी चाहिँ त्यहीँ हिट भयो निखिलोप्रतिको पिजडा त्यहीँ आएको होइन श्रीकृष्ण श्रेष्ठको आफन्त आफ्नो मान्छे उपकार यति ब्लकबस्टर हुन्थ्यो कि त्यो भरिभराउ हुन्थ्यो कि ब्लकबस्टर हो क्या तिनीहरूको राइसमालको हरेक फिल्म चल्थ्यो कि त्यतिखेर फ्लप फिल्म भन्ने नै हुन्न थियो फाइट भएको फिल्म हिट फाइट नभएको फिल्म चाहिँ फ्लप हुन्थ्यो हाम्रो लागि चाहिँ फाइट हेरेर चाहिँ पुग्थ्यो नि त सबैभन्दा धेरै फाइट भएको भनेको द कमान्डो 11वटा फाइट 2टा लास्ट फाइट अनि अर्को आर्मी भन्ने पनि हेरेको थिएँ मैले आर्मी भयो होइन अनि बारुद अलि पछाडि अनि त्यो बेलामा चाहिँ द्वन्द्वकालले गर्दाखेरि हलै बन्द भयो सुटिङै त्यो बेलामा शोभित बस्नेतले चाहिँ फिल्म बनाएको त्यस्तो बेलामा पनि रेखा थापा शोभित बस्नेत बसन्त ऋतु भन्ने फिल्म अलिअलि धेरै थोरै सुटिङमा त्यही भएर शोभित बस्नेतको पनि ठुलो योगदान छ नि त्यस्तो डरलाग्दो बेलामा पनि फिल्म सुटिङ गरेर फिल्म दिइरहेछन् जहाँ चलाउनु मिल्थ्यो त्यहाँ त्यस पछाडि चाहिँ म्याक्सिमम् सिङ्गल थिएटरहरू बन्द भयो बाहिरतिर ठाउँमा होइन हाम्रै नुवाकोटमा हेर्ने बट्टामा 2टा हल थियो कि एउटा जोगदामा हल थियो अर्को एउटा के बागेश्वरी त्यस्तै के भन्ने हल थियो होइन हल बन्द भयो द्वन्द्वकालमा एउटा हलै बन्द भयो द्वन्द्वकालले चाहिँ त्यस पछाडि द्वन्द्वकालको बेलामा फिल्मको सम्बन्धित मान्छेहरूको दिमागै त्यता गएन वारै थियो त्यस पछाडि वार खोल्यो 62-63 पछाडि वार खोल्यो अब त्यस पछाडि अब पुरानै मेकरले फिल्म बनाएको त्यो बेलामा मान्छेहरूले हिन्दी फिल्म हेर्न थालिसकेको होइन त्यो साउथ पनि आएको थिएन हिन्दी फिल्म अक्षय कुमार त्यतिखेर पेले क्या हिन्दी फिल्मले खर्ल्याप्पै पेले क्या त्यो किनभने खाली ठाउँ थियो नि त भ्याकुम क्रिएट भएको थियो नि त वारले गर्दा नेपाली फिल्म त्यस भुल भुलैया भन्ने फिल्म होइन अक्षय कुमारको त्यो त पछि हो त्यो त अलिक पछि नै हो प्रियदर्शनको त्यतिखेर धेरैले सुनिन्छ त्यो फिल्म त्यतिखेर अक्षय कुमार होइन त्यतिखेर हिन्दी फिल्मको बोलबालै भयो क्या त्यो टिभीमा हेर्न थाल्यो मान्छेले त्यतिखेर त्यो 2000 वार एकदमै पिकमा गएको भनेको 58 सालदेखि 60 सालसम्म 61सम्म हो 61 वार भइरहन्थ्यो त्यो डरै थियो होइन त्यो बेला त खर्ल्याप्पै खाइदियो अनि त्यस पछाडि ढाकिदियो मान्छेहरू अनि कम्ती फिल्म आउँछ नेपाली फिल्म केही चित्तै बुझ्दैन मान्छेहरू त के हेर्नु केही पनि छैन नेपाली फिल्ममा केही पनि छैन त्यही पुरानो स्टाइलकै फिल्महरू आइरहेको छ बजार होइन के राइसमाल त्यही कपाल पालेरै खेलिरहेछन् पुलिस भएर अनि मान्छेहरू विगतले सङ्कटकाल लाग्न लाग्थ्यो त्यस पछाडि लुट आयो निश्चल बस्नेत क्लासमेट पनि लुटमा काम गर्दाखेरि हामीले सोचेकै छैनौँ क्या त्यो त्यस्तो हुन्छ भनेको मैले साउन्डमा काम गरेको थिएँ त्यतिखेर मजा लाग्छ क्या त्यो एउटा हिस्सा हुन पाइयो भने अनि त्यस पछाडि लुट पछाडि त फेरि माहौलै अर्कै भयो त्यसपछि आयो चपली हाइट लुट पछाडि आएको चपली हाइट एउटा टोटलै बिल्कुलै कथा फरक हो नि त होइन जम्मा 3टा क्यारेक्टर छ होइन